सबैजनालाई नमस्कार। आजको भिडियो निकै महत्त्वपूर्ण हुनेछ, अन्तिमसम्म हेरिदिनुहोला किनभने आज जिफोन गण्डकी प्रदेशद्वारा आयोजित यो 8औं सामाजिक सुरक्षा दिवस शुभकामना तथा अन्तर्क्रिया कार्यक्रममा उपस्थित सभा सदस्यज्यूहरूले आफूले लागेको कुरा राख्ने, सो प्रश्नको जवाब प्रमुख अतिथिले दिने भएको हुँदा महत्त्वपूर्ण उपस्थित सम्पूर्ण साथीहरूमा योगदानमा आधारित समाज सुरक्षाका विषयमा भनिराख्दाखेरि हामीले प्रत्येक वर्ष यसरी नै हर्षोल्लासका मनाउँदै आएर अहिले 8औं वर्षमा हामी मनाइरहेका छौँ र 9औं छौँ। यो साँच्चैकै एउटा श्रमिकको लागि राम्रो कुरा हो र अहिले जुन नेपाल सरकारले पनि पहिला जुन पेन्सनको व्यवस्था हटाएर यो लागू गरेपछि अब थोरै भयो नि औपचारिक क्षेत्रमा पनि होइन, अब सरकारी जागिरभन्दा यता पनि ठिकै रहेछ भन्ने चाहिँ महसुस हुँदै गएको अवस्था चाहिँ छ। ताहरू जुन समयमा नवीकरण वा दर्ता गर्नुपर्ने प्रत्येक प्रक्रिया त्यो केन्द्रमा होस्, प्रदेशमा होस्, जिल्लामा होस्, जहाँ होस्, आफ्नो सङ्घमा किन नहोस्, त्यतिखेर नै नेपाल सरकारले चाहिँ यसलाई होइन यो तिम्रो श्रमिक चाहिँ आबद्ध हुनैपर्छ समाजमा, आबद्ध नभएको खण्डमा यो प्राली कम्पनी सङ्घ संस्था दर्ता हुने छैन भनेर जब लागू गर्दैनन् तबसम्म श्रमिकको आवाज चाहिँ साँच्चै पुग्न गाह्रो छ। किनभने कानुन हुनुहुन्छ, मभन्दा अग्रज युवाहरू हुनुहुन्छ, उहाँहरूले पनि पाउनुपर्छ। म अहिले पाएन, मलाई दुःख छैन। अहिले चाहिँ के भइसक्यो भने नेपाल महिला स्वयंसेविकाको हकमा कस्तो भयो भने अवसर पायो भने मान्छे चाहिँ त्यहीबाट काम गरेर चाहिँ त्यहाँ हकमा चाहिँ अब बिस्तारै बिस्तारै विस्थापित गराउने र त्यो जुन मनाइरहँदा हामी एउटा खुसीमा छौँ। यो एउटा अत्यन्तै खुसीको दिन हो। यो दिनमा सबैजनालाई म हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। सुरुमा आज लगभग 36.5 लाख श्रमिकहरू चाहिँ सामाजिक सुरक्षामा आबद्ध भएर सेवा सुविधा पाइरहेको छ। राम्रो चिज हो, तर यसमा केही कुराहरू हामीले परिमार्जन गर्न जरुरी छ। यो निकैचोटि परिमार्जन भइसकेको छ। फर्मल सेक्टरमा अत्यन्तै राम्रो ढङ्गले यसको चाहिँ कार्यविधिहरू तयार भएको छ र यसले प्रदान गर्ने सुविधाहरू अत्यन्तै राम्रो र चुस्त पनि छन् र अहिले गरिरहेको गतिविधिहरू हेर्दाखेरि अत्यन्तै राम्रो छ। अस्ति भर्खरै मात्रै म एउटा कार्यक्रममा काठमाडौँमा सहभागी भएको थिएँ। एउटा बिडब्ल्यू आएर बिडिजीको संयुक्त कार्यक्रममा यो योगदानमा आधारित सामाजिक सुरक्षाको चाहिँ यो इन्फर्मल सेक्टरको विषयमा चाहिँ यो सरकारहरूको चाहिँ एउटा कलेक्टिभ मिटिङमा थिएँ, यो गठबन्धन मिटिङमा। यसमा विभिन्न ट्रेड युनियनका सङ्घहरू र विभिन्न सरकारी निकाय, विभिन्न चाहिँ निर्माण व्यवसायी सङ्घका अध्यक्षज्यूहरू, त्यसै गरी नागरिक समाज लगायत हरेक क्षेत्रहरूसँग चाहिँ हामीले यसको एउटा छलफल गरेका थियौँ। त्यसमा चाहिँ साँच्चै सामाजिक सुरक्षा पूर्ण रूपमा पाइरहेको अवस्था छैन। सायद त्यसैले होला उहाँको मुहारमा अघिदेखि ख्याल गरिरहेको छु, खासै मुस्कान आइरहेको छैन। आज त दिवस हो नि, यो त हर्षोल्लास मनाउनु पर्ने हो। उहाँको मुहारमा खुसी ल्याउन र सबै श्रमिकको मुहारमा खुसी ल्याउनको लागि म सम्बन्धित निकायसँग हुन त यहाँ भन्नु पनि व्यर्थै छ। यो काहीँ पनि जहाँदेखि यो यी सिकिन्छ कुरा कार्यक्रम सक्यो, यो सबै कुरा हामीले उठाएको विषय पनि सिकिन्छ। यो अलिकति हामीले गहन ढङ्गले लिनुपर्छ। घरमा भएको श्रमिकलाई सामाजिक सुरक्षा अनिवार्य एकैसाथ लागू हुने खालको नियम बनाउनु पर्दैन। माछा पुछरेले बनायो, रूपाले गरेन भने यही काशीको 4 र 5 मध्ये एउटाले गर्ने अर्कोले नगर्ने सुविधा यस्तो खालको व्यवस्था ल्याएपछि यत्रो धेरै जनसङ्ख्या भएको श्रमिक भएको ठाउँमा त एमयु गाडेर गर्नुपर्छ भने तपाईँ पहाडी इलाका तपाईँको रुकुम एउटा जिल्लामा त्यहाँ मजदुरलाई यो मजदुरको म पनि थाहा छैन, श्रम कानुनको श्रम पनि थाहा छैन, कसरी स्थानीय निकायसँग चाहिँ बहस गर्न सक्छ र त्यो सहयोगदानको ग्यारेन्टी गर्न सक्छ। हाम्रो साँच्चै भन्यो भने अनौपचारिक क्षेत्रको सहयोगदानको ग्यारेन्टी नै छैन के भने सूर्य सरले हाम्रो आचार्य सरले नाकसम्म समाचार यसरी बस्ने मात्रै हो, अरू उपाय छैन। हस्, धन्यवाद, नमस्कार। सामाजिक सुरक्षामा जोड्छौँ, आफ्नो अपेक्षा गरे अनुसार भयो भन्ने लाग्छ। अर्को कुरा यसमा भनेकै के छ भने योगदानमा आधारित भनेको हामी योगदान गर्छौँ, राज्यले हामीलाई सहयोग गर भनेको लाग्छ। किनभने हामी पनि जोडिन्छौँ भन्ने कुरा हो। अब धेरै महत्त्वपूर्ण कुराहरू उहाँले उठाइसक्नु भएको छ। हाम्रो तीर्थजीले जस्तो नगरपालिकाले स्थानीय सरकारले गर्न सक्ने कुराहरू
यातायातको मात्रै कुरा गर्ने भने दिनमा 100वटा ट्रकहरू अनलोड हुन्छन् यहाँ। मैले थोरै भने त्यहाँभन्दा बढी हुन्छन्। सामाजिक सुरक्षा कोषको आवश्यकता हो। यो काम प्राप्त गर्नका लागि चाहिँ नेकपा एमालेको नेतृत्वमा सरकार हो, उसकै पहल कदमी सम्भव भयो। तर कुरा के हो फेरि भने सरकारले नीति सबै बनाएर मात्रै हुँदो रहेछ, त्यो कार्यान्वयन गर्ने तहमा उत्तिकै जटिलता सिर्जना हुँदो रहेछ। एमालेको सुरक्षित लिएर चुनाव लड्नेमा सबै मान्छे श्रमिकका पक्षमा हुन्छन् भन्ने पनि पठाउने कुरा अर्कै कुरा हो। सुरक्षितमा भोट त हामीले दियौँ, एमाले भनेर दिएको, पार्टीकै हिसाबले दिएको भन्ने कुरा चाहिँ प्रश्न छ। तर पार्टी श्रमिकहरूको पक्षमा नीति बनाउने कुरामा पहल कदमी गर्छ, निर्देशन दिन्छ। अनि प्राप्त निर्देशनलाई चाहिँ कसरी कार्यान्वयन गर्छ भन्ने कुराको उदाहरण हेर्दाखेरि चाहिँ गण्डकीमा जम्मा 3टा पालिका भयो नि त, 88 पालिका हुने 85 पालिका मध्ये एमाले जितेको 36वटा मध्ये 3टामा मात्रै भयो, 33वटा त भएन। नेकपा एमाले जितेको 33वटामा यो कुरा कार्यान्वयन भयो त बहुमतमा कार्यान्वयन हुन्थ्यो, यसले एउटा अर्थ राख्थ्यो। र यो चिज हामीले पार्टीको तर्फबाट उहाँलाई बारम्बार भन्छौँ। तर समस्या कहाँनिर छ भन्दाखेरि यो कुरा जसरी तपाईँले बुझ्नु भएको छ त्यसरी नै जस्ताको तस्तै बुझ्नेमा समस्या हो, अरू केही पनि होइन, बुझाइमा समस्या हो। कार्यान्वयनमा के जटिलता होला त्यो विशिष्टतामा हुन्छ नि त। जस्तै कतिवटा पालिकाहरूमा कार्यान्वयनमा स्थानीय श्रमिक छैन, के छैन, कसो छैन, बहानाबाजी हुन सक्छ। तर भएकाहरू त आबद्ध गर, 15 जना सक्छौ, 7 जना सक्छौ, 5 जना सक्छौ, तिमी गर, सुरुवात गर। प्रारम्भ गर्ने कुरा चाहिँ सबभन्दा ठुलो कुरो हो। त्यो कुराको लागि चाहिँ फेरि पनि पार्टीको प्रदेश तपाईँ प्रतिबद्धता राख्ने कुरा के हो भन्दाखेरि प्रदेशका जनप्रतिनिधिको भेला गरेर यो कुरा दिने कार्ययोजना बनाएर सबै कुरा गर्दा त्यही काम गर्न सकिएन। विधान महाधिवेशन अगाडि त्यता लाग्यो, विधान महाधिवेशन पछाडि लथालिङ्गमा फेला परियो, सँगै लिएर फेरि पार्टीको महाधिवेशन आइपुग्यो। यसले गर्दाखेरि यो समय बिरल भएको छ। यही कार्यकालमा निर्वाचित भएका जनप्रतिनिधि जो मेयर उपमेयर हुनुहुन्छ उहाँहरूले पहिला बुझ्नु पर्यो। पहिला बुझ्नुपर्ने चाहिँ मेयर उपमेयरले नीतिगत ढङ्गले बुझ्नुपर्छ यो काम मेरो दायित्वभित्र पर्छ भन्ने कुरा। त्यो उहाँहरूलाई बुझाउनु पर्ने काम चाहिँ पार्टीको हो, प्रदेश समितिकै हो, प्रदेश समितिको कार्यस्थल भित्र कुरा। त्यसैले म तपाईँसँग फेरि के हुन्छ भने कार्यान्वयन पुरै गर्न नसकेका कारणले तपाईँसँग आत्मालोचित हुन असिलो भएन, गाह्रो भएर म त्यो कुरा भन्छु। र फेरि कार्ययोजना बनाएर लागू गर्छु। र रुद्रजीसँग बारम्बार भनेको के हो भने अझै उहाँले नै मलाई बारम्बार भने तपाईँ बोलाइदिनुहोस्, कि विष्णु रिमाल आउनुहुन्छ कि चाहिँ विनोद आउनुहुन्छ, उहाँले पढाउनुहुन्छ, उहाँलाई हुन्छ 2 घन्टा पढाउने, उहाँहरूलाई क्लास दिने, उहाँहरूले सिकाउने त्यो कुरा बुझेर जानुहुन्छ। र विष्णु रिमाल आउँदा पार्टीको महासचिव गाह्रो कुरै हुँदैन, यसको आइडिया जेनेरेट गर्ने मध्येको पनि उहाँ हो, यो काम गरौँ भन्दाखेरि परिस्थिति नमिलेका ठाउँमा छन्। त्यस कारणले यो कुरालाई फेरि प्रयत्न म तपाईँहरूसँग चाहिँ वचनबद्धता राख्छु, यो काम चाहिँ प्रयत्न गर्छु होइन। एउटा दोस्रो कुरा चाहिँ सामाजिक क्षेत्रमा हामीलाई आज चुनौती फेला परेको भनेको चाहिँ सङ्गठित क्षेत्रका मजदुरहरूको हकमा एक खालको नीतिगत निर्णयले गर्दो रहेछ। असङ्गठित क्षेत्र एउटा प्रश्न छ। सङ्गठित क्षेत्रमा पनि कस्तो छ भन्दाखेरि जस्तै प्राइभेट स्कुलहरू, प्राइभेट हस्पिटलहरू, के यो सेक्टरको ओनरहरूलाई चाहिँ यो काममा ल्याउने कन्भिन्स गर्ने कुरा दायित्व त सामाजिक आन्दोलनकै उनीहरूलाई बाध्यकारी बनाउनुपर्छ। हिजो अस्ति नर्सहरूको आन्दोलन भयो, तपाईँहरू पनि पुग्नु भयो होला। उहाँहरूले के भन्नुभयो, कस्तो ठाउँमा पुगेको छ भने दलसँग जोडिएको मान्छे कोही नआऊ भन्नुहुन्छ, कसरी यो कुरा हुन्छ पनि। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा दलहरू निर्णायक हुन्। दलभन्दा अर्को चिजै हुन्न। नेपालको संविधानमा चाहिँ के हो भन्दाखेरि नेपालको संविधान तपाईँ जतिपटक जुन पेज पल्टाए पनि राजनीतिक दलको उपस्थितिमा यो संविधान कार्यान्वयन हुँदैन। अनि दललाई छोडेर एकल गर्छु भन्ने कुरा चाहिँ भ्रम मात्रै हो, भ्रम सिर्जना भयो। भ्रममा के गर्न सकिएन, समाधानहरू प्राप्त भएनन्। चाहिँ दलको दलीय भूमिका र ट्रेड युनियनको भूमिका बलशाली हुनुपर्छ। जब ट्रेड युनियनको भूमिका बलशाली हुन्छ नि, ट्रेड युनियनहरू बलिया हुन्छन् नि, म त बारम्बार तपाईँको मजाले यही कुरा भनिरहेको छु, पार्टीका भूमिका चाहिँ घट्छ। ट्रेड युनियनका नेताहरूले जहाँ जहाँ जितिए, तपाईँ ब्राजिलमा देख्नु होला, अरू मुलुकहरूमा देख्नु होला, फ्रान्समा पनि ट्रेड युनियनले आफ्नो लिडरलाई राष्ट्रपति बनाएको थियो। ट्रेड युनियनले आफ्नो लिडरलाई चाहिँ राष्ट्रपति या प्रधानमन्त्री नहुँदछ, ट्रेड युनियन महात्माको कुरा हुँदैन। पार्टी त मात्रै ट्रेड युनियनले बनाएको छैन नि कमरेड, धेरै फ्याक्टरहरूले बनाएको छ। हामी कहाँ त श्रमिक क्षेत्रका मान्छेको उपस्थिति पार्टीमा कति छ? अहिले तपाईँलाई प्रदेशभरि पाउनुको प्रतिनिधित्व त 7 जना हो। पार्टी सदस्यको रेसियोको हिसाबले तपाईँको उपस्थिति 7 जना हुन्छ। 116 जना मान्छे प्रतिनिधि जाँदा तपाईँ 7 जनामा प्रतिनिधित्व गर्दै हुन्छ। भूमिका त कमजोर रहेछ नि त श्रमिक क्षेत्रको। श्रमिक क्षेत्रको भूमिका हाम्रो जस्तो पार्टीमा तपाईँले नबढाउँदा, हाम्रो जस्तो पार्टीको नेतृत्व तपाईँले बनाउनु भएन। श्रमिक क्षेत्रबाट भने त अन्तबाट आएका छन् नि त, किसानबाट आउलान्, मध्यमवर्गीय आउलान्, व्यापारी उद्योगिक पुँजीपति आएका होलान्, शिक्षक कर्मचारीको आएका होलान्, तपाईँको भन्दा उनीहरूको आवाज ठुलो हुन्छ। यस कारणले पार्टीको राजनैतिक गतिविधिमा श्रमिकहरूको उपस्थिति बढाउनु पऱ्यो, पार्टी संस्था थप्नु पऱ्यो, क्रियाशीलता बढाउनु पऱ्यो। त्योभन्दा बेसी चाहिँ ट्रेड युनियनले के गर्नु पऱ्यो,
थप प्रयासले अगाडि फैलाउनु पर्यो। यो तपाईँले गर्नुपर्ने कामभित्रको कुरा हो कि यदि तपाईँ श्रमिकको नेता यो मुलुकको नेतृत्वमा पुग्न चाहनुहुन्छ भने, सांसद बनाउन चाहनुहुन्छ, मन्त्री बनाउन चाहनुहुन्छ भने त श्रमिकले राजनीतिमा हस्तक्षेप गर्नु पर्यो नि, पृथक बसेर भएन। हो यही चुनौतीका बिचमा आज हामी छौँ। हाम्रो मुख्य चुनौती चाहिँ यहाँनिर हो, राजनीतिक हिसाबले। यो राजनीतिक हिसाबले भएको बात त तपाईँ पार्टीहरूमा सबै मान्छेको त श्रमिक वरीय चिन्तन नहुन नि सक्छ नि, नहुन सक्छ कमेन्ट। तपाईँले एङ्गल्सको नाम बारम्बार सुन्नुभयो होला। उहाँ चाहिँ पुँजीपतिको छोरो हो, त्यो बेला औद्योगिक पुँजीवादको सन्दर्भमा पुँजीपतिको छोरो हो, उहाँ श्रमिकको पक्षमा उभिनुभयो। सबै औद्योगिक पुँजीपतिका छोरा त उभिएन, सबैले त्यो विचारको पक्ष पोषण गरेन। माओमा आइपुग्दा त मजदुर वर्गीय नेतृत्वभन्दा किसानहरूको भूमिका बलशाली भयो। हिजो मार्क्सिस्ट भनेको मार्क्सवाद त माओमा आउँदा त फरक पऱ्यो नि। संसार जित्ने चाहिँ श्रमजीवी जनता हुन् भनेर मजदुर वर्गीय चिन्तनको कुरा गरियो। त्यहाँ मार्क्सवाद सूचना गर्दा माओमा आइपुग्दा किसानहरू आइपुग्यो र सैनिकहरू आइपुग्यो लम्बी अभियान लड्नलाई। अनि हाम्रो नेपालमा आइपुग्दा के भयो, मदनले भन्नुभयो नि श्रमिकहरू नै निर्णायक हुन् भन्नुभयो। अनि हाम्रोमा श्रमिकको हुनु आज पनि परिभाषा भने हामीसित उद्योग छैन, उद्योगिक समृद्धि कम छ, तर आज ससानो खेतीमा काम गर्ने श्रमिक हाम्रो श्रमिक हो, महिलाहरू श्रमिक हुन्, दलितहरू श्रमिक हुन्। तर ती चाहिँ के छैनन्, श्रमिक सङ्गठनमा सङ्गठित छैनन्। ती कहाँ सङ्गठित छन्? अनिमसमा सङ्गठित छन्, ती चाहिँ मुक्ति समाजमा सङ्गठित छन्, अरू ठाउँमा सङ्गठित छन्। अनि श्रमिक वरीय चिन्ताबाट फरक ठाउँमा चाहिँ सङ्गठित हुँदाखेरि आज के छ, श्रमिक आन्दोलन कमजोर छ। यसलाई बलियो बनाउनुपर्छ। जति बलियो बनाउँदै गए उति सरकारलाई बाध्यकारी बनाउन सकिन्छ। यो चिज यहाँको लागि मात्रै होइन रहेछ नि। तपाईँ अमेरिकामा हिजो अस्ति न्युयोर्कमा चुनाव भयो भने सुन्नुभयो, मङ्गानी भन्ने त्यहाँको नगर प्रमुख, उसको एजेन्डा के थियो? तपाईँको श्रमिकहरूभन्दा फरक थियो र घरबाट सस्तो गर्नुपर्छ भन्ने होइन उसले। यो त सहरिया श्रमिकहरूको पीडा उसले बोल्यो नि त। अमेरिका त त्यो मुद्दा रहेछ, हामीलाई छ सायद यो हाम्रो मुद्दालाई हामीले उठाउनुपर्छ र हामीले गरिरहेका जति काम गरिरहेका छौँ त्यो काममा थप जानुपर्छ। तपाईँले जुन ढङ्गले जीवनका माध्यमबाट सङ्गठित गर्नुभएको छ यसका निमित्त चाहिँ तपाईँहरूप्रति गर्व लाग्छ मलाई भन्ने हो भने। तर के रहेछ, मजदुरहरूको कति प्रतिशत डिफरेन्टमा आउँदा छन् सङ्गठनमा? भदौ 23-24 वितण्डामा, म त वितण्डा भन्छु किनभने पछाडि भन्छु, वितण्डामा चाहिँ असङ्गठित क्षेत्रका मजदुरहरूको उपस्थिति चाहिँ मैले रुट गाउँछ भने होइन, एक दिन छलफल गरेर असङ्गठित क्षेत्रका मजदुरहरू देखा परे। सङ्गठित भएको भए जीवनमा सङ्गठन हाम्रो सङ्गठनमा भएको त जाने नि त, या अरू कुनै सङ्गठनमा अगाडि जाने थियो। छुट्टी भयो उसको के हुन्छ? रमाइलोले घुम्न गयो, अलिक पल्तिर पैसा अलिक ठुलो जमात भयो, त्यो जमात आफैमा के हुन्छ? अब आफैमा चाहिँ विध्वंसकारी हुन्छ क्या, किन कुनै विचारले गाइड गरेका छन्, नेताले गाइड गरेका छन्। त्यसकारणले त्यस्ता कामहरू उनीहरू संलग्न अब त्यो खालको विदण्ड त सकिएपछि फेरि सिङ्गल हुन्छ। कति डर लाग्दो कुरा छ नि, समूहमा जाँदा ऊ सबै मेरो जस्तो खान्छ उसले, भरे त्यो होइलाइसकेपछि ऊ एक्लै हुन्छ। अहिले मुद्दा पर्दा दुःख पर्दा सबै पर्दा ऊ एक्लै भएको छ, घाइते भयो ऊ एक्लै भएको छ, कसले कतै भनेको छ? ल हेर्नुहोस्, सहरमा हुने यस्ता खालको अराजक विध्वंसमा चाहिँ असङ्गठित क्षेत्रका मजदुरहरूको भूमिका हुँदो रहेछ। उनीहरूलाई राजनीतिमा सचेत र सङ्गठित गर्न चुक्यौँ हामी, पार्टी पनि चुक्यो। पार्टीले चुकेको कारणले त्यो सजाय त भोग्यो त, पार्टी चुक्यो। पार्टी यो क्षेत्रमा धेरै ध्यान नदिएको कारणले दुःख पायौँ नि हामीले। यो कुरा चाहिँ यो 23-24बाट हामीलाई प्राप्त भएको शिक्षाभित्र पर्छ भन्दछु मैले चाहिँ। अर्को कुरा कसरी हेर्ने 23-24लाई भन्ने प्रश्न छ कि आज सामाजिक सञ्जालमा बाहिर जेन्जी आन्दोलन भनेर हामीलाई एकदम सरलीकरण गऱ्यौँ। हामीले सरलीकरण गऱ्यौँ। वास्तवमा 23 गते जेन्जीका नाममा गर्न खोजेको कुरा चाहिँ भ्रष्टाचार कम गर, सुशासन कायम गर भनेर दबावमूलक कार्यक्रम मात्रै थियो। तर कुरा के रहेछ, समाजमा राम्रै काम गर्दा पनि अरूको घुसपैठ त सँगसँगै हुँदो रहेछ नि। अरू जो जुन पुस्ता सडकमा थियो उसले राजनीतिक हिसाबले यो खालको परिस्थिति देखेर सामाजिक सञ्जालको कारणले एउटा डरलाग्दो स्थिति के थियो, समाज 24 गते संविधान गयो है, त्यो संविधानले बनाएको संसद त्यो पनि गयो, संसद 2/3 बनाएको सरकार पनि गयो। अनि हामी के भन्यौँ, हाम्रो क्रान्तिको संविधान, क्रान्तिको संसद, त्यो क्रान्तिको जगमा टेकेर बनेको संसदबाट बनेको सरकार सबै यो चाहिँ हो गति क्रान्ति हो। धेरै चाहिँ स्वीकार्नुहुन्न, धेरै किन स्वीकार्नुहुन्न? तर फ्रान्सेली प्रभुत्व युरोपमा फर्केन। आज नेपालमा हामी पनि 30 चोटि त्यो ड्युटी पुरा गरिसक्यौँ होइन। 17 साल पुग्यो, 17 सालदेखि 46 सालसम्म चाहिँ एकतन्त्री शासनमा बस्यौँ, परिवर्तन गऱ्यौँ। फेरि 61 सालमा
59 सालमा आएर फेरि त्यो प्रतिगमन सुरु। पहिलो प्रतिगमन त के थियो, देउवाले सरकार चलाउन सकेन, फेरि चुनाव गर्न सकेन भनेर गरेको कुरा थियो, तर बनेन। अनि दोस्रो संविधान सभामा आएको त्यो क्रान्तिपछि अहिले आएर सरकार कायम बिउरिरहेको नि त्यो, त्यहाँदेखि त्यसको इतिहास हाम्रो इतिहास कुरा के हो भने यहाँ सामन्तवाद पकिन्न, राजतन्त्र पकिन्न, गणतन्त्रको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। अब दलको कुरा चाहिँ के भयो भन्दाखेरि जुन दलले आम जनताको विश्वास छ त्यो दलको थियो। नेकपा एमाले विश्वास थियो, राम्रो काम गरे, यही पार्टी ठुलो बलियो भएर जानु, गुमायो भने गुमायो। हो नगुम्नका लागि चाहिँ आज हामीले गर्नुपर्ने यस्ता न्याय कार्यक्रमहरूमा अगाडि जानु। त्यसका लागि लड्ने अहिले चाहिँ को भन्दाखेरि जनप्रतिनिधि, पालिकामा बसेका जनप्रतिनिधिहरूले नीतिगत रूपमा पार्टीको हितमा गरिने सबै कुराको फैसला गर्नुपर्ने नि। सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नुपर्ने, श्रमिकहरूले त यो चाहिँ हाम्रो पार्टी रहेछ भनेर सबभन्दा अगाडि उभिन्छ नि। यो काम गराउनलाई पार्टी